हेलो साथी नमस्ते। म हजुरलाई एउटा कुरा सेयर गर्न आइरहेको छु है। अनलाइन ठगीबाट को ठगी हुनु भएको छ है। अनलाइनबाट को ठगिनु भएको छ हैन त। कस्तो हो भनेदेखि हामीले एउटा सामान अर्डर गरेका थियौँ कि डेलिभरी कहाँ गर्नुपर्ने भन्नुहुन्छ भनेदेखि काठमाडौँ बौद्ध समता हस्पिटलमा डेलिभरी गर्नुपर्ने हो सामान हैन त। अनि हामीले म नाम भन्दैछु, राम्रोसँग सुन्नु होला हजुरहरूले हैन, किनभने हजुरहरू पनि ठगिन सक्नुहुनेछ। आरती कलेक्सन बागलुङ है, आरती कलेक्सन बागलुङ। म तपाईलाई फोन नम्बर व्हाट्सएप नम्बर सहित भन्दैछु 9701606505। फेरि एकचोटि सुन्नु होला 9701606505। उहाँको व्हाट्सएप नम्बर है, यो व्हाट्सएप नम्बर हो उहाँको हैन। उहाँलाई यतिचोटि फोन गरिसक्यो, उहाँले फोन उठाउनुहुन्न हैन। मेसेज कतिचोटि दिइसके, मेसेज रिप्लाई गरिरहनु भएको छैन उहाँले हैन। हामीले चाहिँ हजुरलाई एउटा सामान मगाएको थियौँ आरती कलेक्सन बागलुङबाट हैन। यो सामान चाहिँ डेलिभरी हुने ठाउँ कहाँ भन्नुहुन्छ भनेदेखि काठमाडौँ बौद्ध समता हस्पिटलमा। हामीले उहाँलाई फोन गऱ्यौँ, म्याम सिओडी हुन्छ भन्दा उहाँले के भन्नु भने सिओडी हुँदैन म्याम, हामीलाई पैसा हालिदिनुहोस् भन्नुभयो। पैसा हाल्दा कति हाल्ने भनेपछि हामीले 800 हालिदिन खोज्दाखेरि होइन 800 होइन 1200 हालिदिनुहोस् भन्नुभयो है। 1200 हालिदिनु भयो। हाल्ने चाहिँ मेरो बुहारीले हाल्दै कि हुन हैन। 1200 रुपैयाँ हालिनु उसले। हालिसकेपछि उहाँले के भन्नु भने 2 दिनभित्रमा सामान आउँछ म्याम, हजुरको 2-3 दिनभित्रमा भन्नुभयो है। आज 6-7 दिन भइसक्यो, 5-6 दिन 6-7 दिन भइसक्यो, उहाँले सामान पठाउनु भएको छैन। न त मेसेजको रिप्लाई गर्नुहुन्छ, न त फोन उठाउनुहुन्छ, उहाँले केही गर्नुहुन्न। अझै हाम्रो बुहारीलाई त उहाँले ब्लकै हानिदिसक्नुभयो है। यतिसम्मको ठगी धन्दा गरेछ यो आरती कलेक्सन बागलुङले अनलाइनबाट। हेर्नुहोस् है, म सबै अनलाइन व्यापारीलाई मैले भनेको छैन। जो ठग हुनुहुन्छ उहाँलाई मात्रै भन्दैछु है। म जो ठगी गर्नुहुन्छ उहाँलाई भन्दैछु। यस्तो ठगी धन्दा गरेछ है। हजुरहरूले सामान अनलाइन मार्फत मगाउनुहुन्छ भनेदेखि जसले सिओडी गरिदिन्छ उहाँहरूसँग मगाउनुहोस्, नत्र भने तपाईँको पैसा डुब्ने धेरै चान्स हुन्छ। हामी जस्तै हजुरको पनि पैसा डुब्ने चान्स हुन्छ है, सिओडी यदि गर्दैन भनेदेखि। यदि अनलाइन व्यापारी ठगी होइन भनेदेखि उसले सिओडी गरिदिन्छ क्या, सिओडी गर्छ नै हैन। यो अनलाइन व्यापारी आरती कलेक्सन बागलुङ, यो ठाउँबाट हजुरहरूले सामान नमगाउनु। यो 1 नम्बरको ठग हो हैन। उहाँले धेरैचोटि फोन गरिसक्यो, धेरैचोटि फोन गर्दाखेरि पनि उहाँले फोन उठाइरहनु भएको छैन हैन। मेसेजको रिप्लाई दिन खोजिरहनु भएको छैन, अझै ब्लगै हानिदिइसक्नुभयो हैन। यस्ता ठगी अनलाइन व्यापारलाई के गर्ने। यो भिडियो सबैभन्दा धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला, ताकि हामी जस्तो अरू कुनै पनि मानिसहरू नठगिनु क्या, कोही पनि नठगुनु।